आज चाहिँ म पकाउँदैछु खोलाको लोकल माछा असला माछा। अनि यो माछा बनाउन चाहिँ कति सजिलो छ कि यसलाई धेरै मसला पनि चाहिँदैन अनि एकैछिनमा बन्छ पनि। अनि यसको लागि मेन इन्ग्रिडियन्ट भनेको नै तोरी र लसुन मात्रै हो। अनि प्याज भयो अनि त्यो कोलभेडा भयो एकदम बनिहाल्छ। अनि म चाहिँ यहाँनिर बनाउँदैछु। अनि यो चाहिँ आज हामी छिटोसँग खाने भन्ने प्लान छ अहिले त्यही भएर पकाउँदैछु म। यसलाई चाहिँ केही गाह्रो पनि पर्दैन, सजिलो छ। मैले देखाएँ जति गर्दै गर्दै जाने, माछालाई फ्राई गर्ने निकाल्ने। अनि मसलाहरू सबै फ्राई भइसकेपछि पानी लगाइदिएर उम्लिन छाडिदिने। त्यसपछि माछा लगाइदिन अघि तारेको। अब मैले ढिँडो पनि बनाइसकेँ, अब खाने हो। मिठो भयो।